Hi guys, welcome to my mini vlog. म चाहिँ आज बडासुब्बा जान लागेको सो कुखुरा किन्नु आएँ अनि कुखुरा कहाँ किन्ने त तपाईहरुलाई थाहा छँदै छ होला हामीहरुको धरानको कुखुरा लाइनमा हामी कुखुरा किन्ने गर्छौं हैन सो हामीहरुको कुखुरा पनि रेडी भइसक्यो हैन अनि हामी सबै फ्यामिली नै जाँदै थियौं के अनि ओ मेरो मामु मेरो दिदी म अनि मेरो भेना मेरो हस्बैन्ड चाहिँ स्कुटीबाट जाँदै हुनुहुन्थ्यो सो यो चाहिँ बाटो भयो भेट के रे त बडासुब्बा जाने सो हामी बडासुब्बा पुग्यौं र मेरो बुढा र मेरो भेना चाहिँ गफ गर्दै हुनुहुन्थ्यो म जबरजस्ती बोलाएर उहाँहरुलाई हाई गर्नु लगाइरहेको थिएँ के अनि मेरो सानोलाई आज उसकै दर्शन थियो कि आज उसलाई देखाउनु लगाएको थियौं हामीले मम्मीको भाकल थियो र सो मेरो भाइ चाहिँ सुतिरहेछ उलाई कतै लग्यो कि उ सुति नै हाल्छ कि he loves sleeping while traveling हैन सो आज कस्तो खाली थियो कि यो के भन्छ कस्तो भेडा भन्नु आइरहेछ के मलाई बडासुब्बा हैन अनि मन्दिर शान्त थियो मान्छेहरु पनि धेरै थिएन मजाले पूजा सुजा गर्यौं ओर्यौं हैन सो मैले चाहिँ पूजा गरिसकेपछि पुरै मेरो फेस बनाएर म पुरै घुम्दै छु गाइज अनि हामी त्यसपछि चाहिँ फोटो क्लिक गर्यौं फोटो क्लिक गर्दाखेरि बाबु रुक्को थियो कि अनि त्यस्तो सकिसकेपछि चाहिँ अब पूजा सुजा सक्यो हामी बडासुब्बामा त गएको थियौं अनि खाजा खानु आयौं मैले कस्तो आलु चपको चाहिँ फोटो खिचेछु हैन थुप्पा खाको त भिडियो बनाउन बिर्सेछु के अनि यो पनि हतार बनाएको के अनि उ मम्मीहरु त त्यसपछि फेरि पछि मम्मी आन्टी दिदीहरु खादै हुन्थ्यो उहाँहरुको भयो भने बनाइदिन्छु भनेर अनि बनाए अनि त दिदीले पनि दुध बनाउँदै थियो नानीको लागि अनि सो मैले चाहिँ खाएको जस्तो एक्टिङ गरे हैन गाइज अनि त्यो खाएर चाहिँ हामी सरासरी घर आयौं घर आएको पनि मैले भिडियो बनाउनु बिर्सेछु अनि घरमा आएपछि लास्टमा ओटिडी अफ द डे सो यति नै थियो मेरो मिनी भ्लग सी यु अगेन बाइ बाइ